हेलो वेलकम टु माई अनदर भ्लग। आज चाहिँ मेरो ब्याक एन्ड बाइसेप थियो। सुरुमा कार्डियो गरेँ, अनि ब्याकको गरेँ, अनि त्यस पछाडि एक दुई सेट्स गर्दै थिएँ। एकजना मान्छे आएर कति सेट्स बाँकी छ भनेर भन्यो, अनि मैले अझै 2 मोर सेट्स बाँकी छ भनेर भने। अनि त्यसपछि बाक्यो सकाएँ, अनि फिट चेक गरेँ, मिररमा आफ्नो बडी चेक गरेँ। खुसी लाग्दै थियो मलाई आफ्नो बडी प्रोग्रेस भएको देख्दाखेरि। अनि बाइसेप चेक गरेँ, अलिकति एप्स चेक गरेँ, अनि फेरि मिरर हेरेँ, क्या खुसी लागिरहेछ आफूलाई इम्प्रुभ भएकोमा। अनि त्यस पछाडि घर आएँ, अलिकति कोकोनट वाटर खाएँ, अनि भिडियो बनाउँदै आफ्नो युट्युबको लागि हेर्दै खाँदै थिएँ। अनि त्यस पछाडि मैले सावर लिएँ। सावर गरिसकेपछि म रेडी भएँ जान लागेको फुपूहरूलाई भेट्नलाई। अनि फार्म पनि निस्क्यौँ भनेर के रोपिराखेको थियो मैले लास्ट मन्थमा, अनि तिनीहरूलाई पनि हेर्न, अनि मलहरू पनि हाल्नु पर्ने थियो। मेरो बिरालो छ कि कस्तो माया लाग्दो, 4वटा बच्चा पाएको थियो। आमाको दुध खाइरहेको रहेछ भने चाहिँ यता चाहिँ 2टा लिएर आऊँ कि भनेको। बढेको छ भने बाहिर निस्किनै गाह्रो लागिरहेछ, बेसकरी घाम लागिरहेछ। यो काठमाडौँमा कस्तो साह्रो गर्मी बढेको बा। वैशाख महिनामा यस्तो गर्मी छ। पर्फ्युम लाउँछु अनि निस्किन्छु। सो आज चाहिँ म तपाईहरुलाई मेरो लिएर जान्छु है त। अनि मेरो सानो बिरालोहरूलाई पनि देखाउँछु। बच्चाहरू त्यहाँ छ। यसै 4वटा सन्तान दिएकी चाहिँ 2टा छोरा 2टा छोरी। दुधै खाँदैनन् 2जनाले चाहिँ, अनि सानो छन्, अरू 2टा चाहिँ ठुलो भइसके। कस्तो माया लाग्ने भएका छन्, सानो छन्। 2 महिना जति हुन लाग्यो होला यिनीहरू। कस्तो माया लाग्दछ, छोडेरै जानु मन लाग्दैन। तर हाम्रो घरमा चाहिँ पाल्ने ठाउँै छैन कि, ठुल्ठुलो ढाडे बिरालोहरू आउँछ अनि खाइदेला भन्ने डर लाग्छ कि फेरि घर लैजानलाई पनि। के त म्याउ म्याउ गरेको हो, कति म्याउ म्याउ गरेको हो। मेरो फुपू बिरालो भनेपछि हुरुक्कै बिरालोसँग खेलेर बस्दै हुनुहुन्छ। नाता नाति नै खेलाउँदै हुनुहुन्छ। बारीहरूमा मकै पनि यत्रो भएपछि हामीले यहाँनिर मकै रोपिरहेछौँ। रोपेको मकै देखाउँछु है त कत्रो कत्रो भएको छ भनेर। काठमाडौँमा त यस्तो साह्रो गर्मी बढाछ, झन् तराईतिर कस्तो गर्मी होला। तपाईहरुलाई गर्मी सिजन मनपर्छ कि जाडो सिजन कमेन्टमा गर्नुस् है त। यत्रो भएको छ, खासै राम्ररी उम्रेन छ, पानी नपरेर बारी सुक्खा छ। यता पनि उयो चाहिँ मेकाडेमीको बोर्ड हो। यहाँनिर किवी छ, यो चाहिँ अनि पिच हो, यो पोमोग्रानेट, इस्कुस छ। यहाँ चाहिँ काँक्राहरू रोपिरहेछ, ठुल्ठुलो हुँदैछ। अब बढेपछि फलेपछि खानुपर्छ है त। जिमुहरू मसिनो भइरहेछ, अस्ति काटेर सफा गरेको होला आन्टीहरूले। यत्रो बोट आइरहेछ, पानी नपरेर केही पनि राम्रो भएर छैन। यो त साह्रै सानो छ, कसरी लानु भाग्छस्। एलोभेराको धेरै फाइदाहरू छ, त्यसमध्ये चाहिँ म यो एलोभेरा चाहिँ खासमा कपालमा युज गर्नलाई लानु लागेको। मेरो घरमा पनि टन्नै बोट थियो, तर सबै युज गरिसकेँ मैले। यसलाई चाहिँ मैले प्लेन गरेर पेस्ट बनाएर कपालमा लाउँछु, 2-3 घण्टा छोडिदिन्छु अनि वास गर्छु। हामी सानोमा हुँदा किम्बु कति धेरै खान्थ्यौँ। बोटमाथि चढेर बोट भाँच्चिने गरी हामी किम्बु खान्थ्यौँ। भोलिपल्ट पेट पनि कस्तो दुख्ने गरी। तर अहिले ठुलो भएपछि थाहा भयो कि किम्बु खानुको पनि स्वास्थ्यलाई धेरै नै फाइदा गर्दो रहेछ, स्पेसली पेट सम्बन्धीको। मेरो कपाल चाहिँ एकदम बुसी एन्ड फ्रिजी टाइपको कपाल छ, अनि पहिलाभन्दा धेरै राम्रो भएको छ। त्यही पेस्ट मैले डेली युज गर्ने गर्छु। बिफोर सावर 2-3 घण्टा 4 घण्टा जति राख्छु अनि वास गर्छु। खान्छस् कि तँलाई खाली दुध मात्रै बिहोरा सिद्धिएको दुध उसको तेरो खुट्टा तन्काइदिन्छ खाओस् भनेर खाने होइनस् के हेर्ने।